जैनजीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्य सम्पादनमा फेल भएको भनेर सिंहदरबारबाट शिवपुरीमा पुर्याइदिनु भयो। त्योसँगै देशलाई अर्को 4 वर्षको लागि नेतृत्व दिन पर्यो भनेर प्रधानमन्त्रीको लागि भ्याकेन्सी खुलेको छ। यो भ्याकेन्सीमा आजसम्म थुप्रै नेताहरूले निवेदन दिइसक्नु भएको छ र दिने प्रक्रिया पनि जारी छ। हामीले आजसम्म परेका निवेदनमध्ये टप 5 एप्लिकेन्ट्सलाई सर्टलिस्ट अर्थात् प्रारम्भिक छनौट गरेर 3वटा फरक एआई टुल्सहरू युज गरेर मापदण्डअनुसार नम्बरिङको लागि प्रम्प्ट दिएका थियौँ र यो भिडियोमा हामीले सर्टलिस्ट गरेका उम्मेदवारमध्ये कसले कति नम्बर प्राप्त गर्नुभएको छ त्यो हेर्न जाँदैछौँ। हामीले एआईलाई दिएका छनौटका मापदण्डहरू यस प्रकार रहेका छन्। 1 नम्बर पूर्व कार्य अनुभव अर्थात् पास्ट एक्सपिरियन्स, शैक्षिक योग्यता अर्थात् एकाडेमिक क्वालिफिकेसन, मानव व्यवस्थापन तथा नेतृत्व क्षमता, पिपल्स म्यानेजमेन्ट एन्ड लिडरसिप स्किल, विगतको उपलब्धि, प्रिभियस अचिभमेन्ट्स एन्ड पर्सनालिटी अर्थात् व्यक्तित्व। प्रत्येक मापदण्डको लागि 20-20 नम्बर तोकिएको छ र हेरौँ कसले कति नम्बर प्राप्त गर्नुहुँदैछ। सर्टलिस्टेड क्यान्डिडेट्सहरू हुनुहुन्छ शेरबहादुर देउवा, केपी शर्मा ओली जो अस्ति मात्र फायर्ड हुनुभएको थियो, अर्को हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड, अर्को हुनुहुन्छ अहिलेको जल्दो बल्दो युवा नेता बालेन्द्र शाह र हामीले वैकल्पिकमा भनेर रवि लामिछानेलाई पनि सर्टलिस्ट गरेका छौँ। सिनियरिटीको आधारमा शेरबहादुर देउवाबाटै सुरु गरौँ। पहिलो मापदण्ड रहेको छ प्रिभियस एक्सपिरियन्स, विगतको अनुभव। विभिन्न पटक गरेर 5 पटक प्रधानमन्त्रीको पोजिसनमा काम गर्नुभएको छ, त्यसैले उहाँले पूर्व अनुभवमा 20मा 20 नम्बर प्राप्त गर्नुभएको छ। तर एकपटक उहाँ कार्य सम्पादनमा फेल भएको भनेर कामबाट फायर हुनुभएको रहेछ, त्यसैले 5 नम्बर घटाइएको छ। यसरी उहाँले पूर्व अनुभवमा 15 नम्बर प्राप्त गर्नुभएको छ। त्यस्तै केपी शर्मा ओलीको स्कोरिङ हेर्दा उहाँ 3 पटक प्रधानमन्त्रीको पोजिसनमा काम गरिसक्नु भएको रहेछ, तर उहाँ 2 पटक, एकपटक अदालतले र एकपटक रिसेन्टली जेनजी आन्दोलनले फायर हुनुभएको हुनाले उहाँको नम्बरमा 10 नम्बर घटाइएको छ र उहाँले 10 नम्बर मात्र प्राप्त गर्नुभएको छ। पुष्पकमल दाहालजी पनि 3 पटकसम्म यो पोजिसनमा काम गर्नुभएको रहेछ, तर पहिलो पटक काम गर्न गाह्रो भयो भनेर उहाँले जागिरै छोडेर जानुभएछ, जसले गर्दा 5 नम्बर माइनस भएको छ र उहाँले पनि 15 नम्बर मात्र प्राप्त गर्नुभएको छ। बालेन्द्र शाहको स्कोरिङ हेर्दा उहाँले प्रधानमन्त्री वा मन्त्रीको पोजिसनमा काम गरेको अनुभव नभएको हुँदा यसमा उहाँको नम्बर आएन, तर देशकै ठुलो नगरपालिकाको मेयर भएर काम गरेको र त्यो अनुभवले पनि यो प्रधानमन्त्रीकोमा काम गर्न सहयोग हुने भनेको आधारमा उहाँलाई 10 नम्बर दिएको रहेछ। र अर्को सर्टलिस्टेड क्यान्डिडेट हुनुहुन्छ रवि लामिछाने, जसले प्रधानमन्त्रीको रूपमा काम नगरे पनि उप प्रधानमन्त्री तथा गृहमन्त्रीको हिसाबमा काम गर्नुभएको रहेछ र उहाँले पूर्व अनुभवको मापदण्ड अनुसार 15 नम्बर प्राप्त गर्नुभएको छ। यसरी हेर्दा अनुभव अर्थात् एक्सपिरियन्समा शेरबहादुर देउवाजीले 15 नम्बर, केपी शर्मा ओलीले 10 नम्बर, प्रचण्डले 15 नम्बर, बालेन्द्र शाहले 10 नम्बर र रवि लामिछानेले 15 नम्बर प्राप्त गर्नुभएको छ। यसै गरी अर्को मापदण्ड छ शैक्षिक योग्यता अर्थात् एकाडेमिक क्वालिफिकेसन। यो मापदण्ड अन्तर्गत हामीले एआईलाई फर्मल एजुकेसनलाई मात्र मान्यता दिनु भनेर भनेका थियौँ। शेरबहादुर देउवाजीको हाइएस्ट फर्मल एजुकेसन मास्टर्स डिग्री रहेको छ। उहाँले त्रिभुवन युनिभर्सिटीबाट पोलिटिकल साइन्समा मास्टर सकाउनु भएको छ, त्यसैले शैक्षिक योग्यता अन्तर्गत उहाँले 20मा 20 नम्बर प्राप्त गर्नुभएको छ। केपी शर्मा ओलीजीको हाइएस्ट फर्मल एजुकेसन एसएलसी पास मात्र रहेको छ। केपी शर्मा ओलीजी धेरै अध्ययन गर्ने व्यक्ति हुनुहुन्छ र उहाँलाई धेरै कुराको ज्ञान छ, उहाँले राम्रो अङ्ग्रेजी पनि बोल्नुहुन्छ, तर यो मापदण्डमा हामीले एआईलाई फर्मल एजुकेसनलाई मात्र कन्सिडर गर्नु भनेको हुँदा उहाँले यसमा 5 नम्बर मात्र प्राप्त गर्नुभएको छ। प्रचण्डको स्कोरिङ हेर्दा उहाँको हाइएस्ट क्वालिफिकेसन ब्याचलर्स डिग्री रहेछ। उहाँले रामपुर क्याम्पसबाट एग्रिकल्चर साइन्समा ब्याचलर गर्नुभएको रहेछ र उहाँले यसमा 15 नम्बर प्राप्त गर्नुभएको छ। बालेन्द्रजीको एकाडेमिक क्वालिफिकेसन हेर्दा उहाँले स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स सकाउनु भएको रहेछ, त्यसैले उहाँले पनि यो मापदण्ड अन्तर्गत 20मा 20 नम्बर प्राप्त गर्नुभएको छ। रवि लामिछानेको एआई एसेसमेन्ट हेर्दा उहाँ एसएलसी दिएर अमेरिका जानुभएको रहेछ र उता गएर जर्नालिजम र मास कम्युनिकेसनमा ब्याचलर्स डिग्री सकाउनु भएको रहेछ, त्यसैले यो मापदण्ड अन्तर्गत उहाँले 15 नम्बर प्राप्त गर्नुभएको छ। यसरी हेर्दा फर्मल एजुकेसनमा शेरबहादुर देउवा र बालेन्द्रजीले 20मा 20 नम्बर प्राप्त गर्नुभएको छ भने केपी शर्मा ओलीले 5 नम्बर, प्रचण्डले 15 नम्बर र रवि लामिछानेले 15 नम्बर प्राप्त गर्नुभएको रहेछ। त्यस्तै अर्को मापदण्ड रहेको छ पिपल म्यानेजमेन्ट एन्ड लिडरसिप स्किल्स, मानव व्यवस्थापन तथा नेतृत्व क्षमता। शेरबहादुर देउवा एक कुशल नेता हुनुहुन्छ, फरक विचार भएका व्यक्तिहरूलाई पनि मिलाएर लान सक्ने उहाँको क्षमता रहेको छ। उहाँले कूटनीतिक तथा सन्तुलित व्यवहार गर्न सक्ने क्षमता भएको व्यक्ति भएको हुँदा उहाँलाई यो मापदण्ड अन्तर्गत 15 नम्बर दिएको रहेछ। त्यस्तै अर्को एप्लिकेन्ट केपी शर्मा ओली हुनुहुन्छ। ओली निकै कुशल नेता हुनुहुन्छ,
उहाँले पार्टीलाई व्यवस्थापन गरेर एक टिका बनाएर लान सक्ने र सन्तुलित व्यवस्थापनद्वारा बलियो नेतृत्व दिन सक्ने नेता भएको हुँदा उहाँले पनि 15 नम्बर प्राप्त गर्नुभएको छ। प्रचण्डको स्कोरिङ हेर्दा उहाँ लामो समयदेखि जङ्गलदेखि संसदसम्म आइपुग्दा फरक फरक परिस्थितिमा पनि सफलतापूर्वक पार्टीलाई नेतृत्व दिएको, उहाँको नेतृत्वमा देशले ठुलो परिवर्तन भएको र उत्तर दक्षिण दुवैलाई सन्तुलन गरेर लग्न सक्ने क्षमता भएको नेता भनेर यो मापदण्डमा उहाँलाई 20मा 20 नम्बर दिएको रहेछ। त्यस्तै एआईको अनुसार बालेन शाहको पिपल म्यानेजमेन्ट स्किल एभरेज नै देखिएको छ। महानगरमा वडाध्यक्षदेखि कर्मचारीहरूसँगको सम्बन्ध ठिकै खालको मात्र भएको र सरकारका मन्त्रीहरूसँग पनि समन्वयनभन्दा धेरै कन्ट्रोभर्सी भएको भनेर एआईले उहाँलाई 10 नम्बर मात्र दिएको रहेछ। अर्को एप्लिकेन्ट हुनुहुन्छ रवि लामिछाने। उहाँको एसेसमेन्ट हेर्दा उहाँमा उत्कृष्ट कम्युनिकेसन स्किल्स भएको, पार्टीमा आफूभन्दा पनि बौद्धिक नेताहरूलाई सन्तुलन गरेर लग्न सक्ने र अहिले भर्खर पनि बालेन र कुर्माललाई आफ्नो पार्टीमा मिलाएर कुशल नेतृत्व क्षमता प्रदर्शन गर्नुभएको हुँदा उहाँलाई यो मापदण्डमा उत्कृष्ट नम्बर दिएको रहेछ। समग्रमा पिपल म्यानेजमेन्ट एन्ड लिडरसिप स्किल्समा रवि लामिछानेले 20मा 20 प्राप्त गर्नुभएको रहेछ। त्यस्तै केपी शर्मा ओली र शेरबहादुर देउवाले 15 नम्बर प्राप्त गर्नुभएको रहेछ। प्रचण्डले पनि 20 नम्बर पाउनुभएछ र बालेन शाहजीले 10 नम्बर मात्र प्राप्त गर्नुभएछ। अर्को मापदण्ड रहेको छ विगतका उपलब्धिहरू अर्थात् पास्ट अचिभमेन्ट। एआईको अनुसार शेरबहादुर देउवाको रेकर्डमा देशलाई दीर्घकालीन प्रभाव पार्ने खासै कामहरू भेटिएको छैन। उहाँले संविधान जारी भएपछि स्थानीय निकायको निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। तर सबैभन्दा धेरै अवसर पाएर पनि पर्फर्मेन्स प्रुभ गर्न चुकेको हुँदा उहाँलाई यो मापदण्ड अन्तर्गत 5 नम्बर घटाइएको छ र उहाँले 5 नम्बर मात्र प्राप्त गर्नुभएको छ। केपी शर्मा ओलीको एसेसमेन्ट हेर्दा देशलाई नाकाबन्दीको बेला उत्कृष्ट नेतृत्व प्रदान गर्नुभएको छ। उहाँले हाइड्रो पावर, रोड्स, टनेल जस्ता विभिन्न पूर्वाधारहरू निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको, देशको पूर्व पश्चिम रेलवे परियोजनालाई अघि बढाएको, देशलाई दीर्घकालीन प्रभाव पार्ने धेरै कामहरू गरेको हुँदा 15 नम्बर दिएको रहेछ। तर उहाँकै नेतृत्वमा जेनजी आन्दोलनमा 75 जनाभन्दा धेरैले ज्यान गुमाउनु पुगेको र राष्ट्र प्रमुख भएर पनि जिम्मेवारी नलिएको भनेर 5 नम्बर फाइन लगाइएको छ। यसरी हेर्दा यो मापदण्ड अन्तर्गत उहाँले 10 नम्बर प्राप्त गर्नुभएको छ। त्यस्तै प्रचण्डको स्कोरिङ हेर्दा उहाँकै नेतृत्वमा देशमा गणतन्त्र आएको, लोडसेडिङको अन्त्य भएको, विद्युत निर्यातको कार्य सुरु भएको, पासपोर्टमा टाइम कार्ड लागू भएको जस्ता जनताको जीवनमा प्रत्यक्ष असर गर्ने र देशलाई दीर्घकालीन फाइदा पुग्ने धेरै कामहरू भएको देखिँदो रहेछ र यो मापदण्ड अन्तर्गत उहाँले 15 नम्बर प्राप्त गर्नुभएको छ। बालेन शाहको स्कोरिङ हेर्दा राजनीतिक ब्याकग्राउन्डको व्यक्ति नभए तापनि देशकै ठुलो महानगरको नेतृत्व लिएर काठमाडौँलाई सफा र व्यवस्थित बनाउन उत्कृष्ट भूमिका खेलेको हुँदा उहाँलाई पास्ट पर्फर्मेन्स अन्तर्गत 15 नम्बर दिएको रहेछ। रविजीले गृहमन्त्री भएको छोटो समयमा नै नियम विपरीत क्रसर उद्योगलाई व्यवस्थापन गरेको, सुन तस्करीलाई कन्ट्रोल गर्न योगदान पुर्याएको र भ्रष्टाचार विरुद्ध खरो भएर उत्रिएको भनिएको रहेछ। तर पनि आफ्नै कमजोरीले सांसद पद खारेज भएर मन्त्री पद गुमाउन पुगेको र पूर्ण रूपमा कार्य प्रदर्शन गर्न नसकेको हुँदा उहाँलाई 5 नम्बर फाइन लगाएर 10 नम्बर मात्र प्राप्त गर्नुभएको रहेछ। समग्रमा विगतका उपलब्धिहरू हेर्दा शेरबहादुर देउवा 5, केपी शर्मा ओली 10, प्रचण्ड 15, बालेन शाह 15 र रवि लामिछाने 10 प्राप्त गर्नुभएको छ। र अन्तिम मापदण्ड रहेको छ पर्सनालिटी अर्थात् व्यक्तित्व। शेरबहादुर देउवाजी कूटनीतिक र बोल्ड पर्सनालिटीको हुनुहुन्छ, तर उहाँको कम्युनिकेसन स्किल्स बिलो एभरेज रहेको छ र मासलाई खासै आकर्षण गर्न सक्ने व्यक्तित्व नभएको हुँदा उहाँलाई 10 नम्बर मात्र दिएको छ। केपी शर्मा ओलीको पर्सनालिटीलाई उत्कृष्ट मान्न सकिन्छ। उहाँको हँसिलो अनुहार, उखान टुक्का भनेर मासलाई प्रभाव गर्न सक्ने क्षमता सबै उमेर समूहले मन पराउने व्यक्तित्वको हुनुहुन्छ। तर पनि कतिपयले उहाँलाई हठी र घमण्डी मान्छे भन्ने गर्दछन्। यो मापदण्डमा उहाँले 15 नम्बर प्राप्त गर्नुभएको छ। प्रचण्डलाई डाइनामिक नेता, गतिशील व्यक्तित्व र समयअनुसार डिसिजन लिन सक्ने अनुभवी व्यक्तित्व भएको भनेर एआईले 15 नम्बर दिएको रहेछ। बालेन शाहजीको हेर्दा अत्यन्तै सरल र जादुमय व्यक्तित्व र पब्लिक सेन्टिमेन्ट ग्राह्य गर्न सक्ने व्यक्ति भनिएको छ। तर बेला बेला उहाँले दारू खाएर छाडा बोल्ने हुँदा ल्याक अफ म्याच्योरिटी, इम्याच्योर भएको भनेर उहाँलाई 15 नम्बर दिएको रहेछ। सायद त्यस्तो हुँदैन थियो भने उहाँले 20मा 20 पाउनुहुन्थ्यो होला। यो मापदण्डमा सबैभन्दा धेरै नम्बर पाउने व्यक्ति रवि लामिछाने हुनुहुँदो रहेछ। आफ्नो सशक्त सञ्चार क्षमताद्वारा मान्छेलाई प्रभाव पार्न सक्ने, भिडलाई नियन्त्रण गर्न सक्ने, पब्लिक सेन्टिमेन्टलाई
आफ्नो पक्षमा तान्न सक्ने र सबै उनीहरूले मन पराउने व्यक्ति भएकाले 20मा 20 नम्बर दिएको पनि रहेछ। र समराइज गर्नुपर्दा शेरबहादुर देवजी अनुभवको आधारमा 15, शैक्षिक योग्यताको आधारमा 20, मानव व्यवस्थापनमा 15, विगतको उपलब्धिमा 5 र पर्सनालिटीमा 10 नम्बर गरेर 60% सहित प्रधानमन्त्रीको उम्मेदवारको लागि फर्स्ट डिभिजनमा उत्तीर्ण हुनुभएको छ। त्यस्तै केपी शर्मा ओलीले अनुभवमा 10, शैक्षिक योग्यतामा 5, पिपल म्यानेजमेन्टमा 15, विगतको उपलब्धिमा 10 र व्यक्तित्वमा 15 गरेर 55% अर्थात् C+ ग्रेड लिएर उत्तीर्ण हुन सफल हुनुभएको छ। र प्रचण्डको टोटल स्कोरिङ हेर्दा पूर्व अनुभवमा 15, शैक्षिक योग्यतामा 15, पिपल म्यानेजमेन्टमा 20, विगतका उपलब्धिहरूमा 15 र व्यक्तित्वमा 15 गरेर 80% सहित उत्तीर्ण हुन सफल हुनुभएको छ। बालिन शाहको स्कोरिङ हेर्दा अनुभवमा 10, शैक्षिक योग्यतामा 20, मानव व्यवस्थापनमा 10, विगतका उपलब्धिमा 15 र व्यक्तित्वमा 15 गरेर 70% सहित प्रधानमन्त्रीको उम्मेदवारका लागि उत्तीर्ण हुन सफल हुनुभएको छ। र रवि लामिछानेले पनि अनुभवमा 15, शैक्षिक योग्यतामा 15, व्यक्ति व्यवस्थापन तथा नेतृत्व क्षमतामा 20, विगतको उपलब्धिहरूमा 10 र पर्सनालिटीमा 20 गरेर 80% सहित प्रधानमन्त्रीको उम्मेदवारीको लागि आफू सफल हुनुभएको छ। यसरी हेर्दा अहिले सर्टलिस्टेड हुनुभएको 5 जना उम्मेदवारहरूले छनौटका मापदण्डहरूमा पास मार्क्स प्राप्त गरी फाइनल फेज अर्थात् चुनावको लागि उत्तीर्ण हुनुभएको छ। अब फाइनल सिलेक्सन प्रोसेसमा कसलाई छनौट गर्ने त्यो जिम्मा तपाईँहरूकै हातमा छ। भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद। कृपया जानकारीको लागि सेयर गरिदिनु होला र तपाईँ फ्रीमा हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने प्लिज सब्सक्राइब टु आवर च्यानल। त्यस्तै अरू कोही उम्मेदवारको AI एसेसमेन्ट हेर्न चाहनुहुन्छ भने पनि कमेन्ट बक्समा लेख्नुहोला। धेरै रिक्वेस्ट आउने व्यक्तिको भिडियो लिएर हामी छिट्टै आउने नै छौँ। धन्यवाद।